ल आज फेरि स्वागत छ। हामी नेपाल स्टक एक्सचेन्ज मतलब नेप्सेका केही हालसालका महत्त्वपूर्ण जानकारीहरू लिएर आएका छौँ। हो, आज विशेष गरी कम्पनीका घोषणाहरू, लाभांश अनि हकप्रद शेयर यस्तो विषयमा कुरा गरौँ। हाम्रो स्रोतहरूमा मेरो लगानी जस्ता प्लेटफर्मका समाचारहरू छन्। हाम्रो लक्ष्य चाहिँ के हो भने नेप्सेमा भइरहेका मुख्य घटनाक्रमहरूलाई अलिकति सरल तरिकाले श्रोता समक्ष पुर्याउने, ताकि बजारबारे सबैजना सूचित रहन सकुन्। एकदम। ल सुरु गरौँ कम्पनीका घोषणाहरूबाटै। हिमालयन रिइन्स्योरेन्स HRL ले आर्थिक वर्ष 80-81 को लागि लाभांश घोषणा गर्यो है। हो गर्यो। 4.5% बोनस शेयर र 0.24% नगद लाभांश, जम्मा 4.74%। यो लगानीकर्ताका लागि कस्तो खबर हो? खास गरी बोनसमा अलि बढी जोड दिएको जस्तो देखियो नि। हो, यो चासोको विषय हो। लाभांश घोषणाले के देखाउँछ भने कम्पनीले नाफा वितरण गर्न सक्छ। बोनस शेयरमा जोड दिनुको मतलब कम्पनीले नगद चाहिँ आफूसँगै राखेर पुँजी बढाउन खोजेको हुन सक्छ। भविष्यको लागि। भविष्यको विस्तारको लागि यो राम्रो हो। नगद लाभांश थोरै हुनुले चाहिँ तत्काल नगद कम दिनु खोजेको जस्तो देखिन्छ। यसलाई कम्पनीको दीर्घकालीन योजनासँग जोडेर हेर्नुपर्छ। ठिक भन्नुभयो। त्यस्तै अर्को खबर छ तेह्रथुम पावर कम्पनी TPC को। उनीहरूले हकप्रद शेयर निष्कासन गर्न लागेको छ हैन, 1.1 अनुपातमा। हो, 1.1 अनुपातमा त्यसको लागि बुक क्लोज मिति पनि तोकिसकेको छ। यो 1.1 अनुपात भनेको त निकै ठूलो हकप्रद भयो नि, हैन र? हो नि। यसले त कम्पनीको अहिलेको शेयर संख्या ठ्याक्कै दोब्बर हुन्छ। मतलब कम्पनीले ठूलो मात्रामा पुँजी जुटाउन खोज्दैछ। केमा प्रयोग गर्लान् त त्यो पैसा? नयाँ परियोजना हुन सक्छ, नयाँ परियोजनामा लगानी गर्न वा पुरानो ऋण तिर्न पनि। तर यति ठूलो हकप्रद आउँदा प्रति शेयर आम्दानी, EPS र बजार मूल्यमा अलिकति चाप पर्न सक्छ है। त्यो त हो। त्यो बुक क्लोज मिति चाहिँ महत्त्वपूर्ण छ, किनभने त्यो दिनसम्म शेयर हुनेले मात्र हकप्रद भर्न पाउँछन्। लगानीकर्ताले के कुरामा ध्यान दिने त हकप्रद भर्दा? कम्पनीको उद्देश्य के हो, पैसा कहाँ लगाउँदैछ अनि आफ्नो लगानी क्षमता कति छ त्यो हेर्नु पर्यो नि। ठिक छ, अब अलिकति वित्तीय नतिजाहरूतिर जाउँ। इन्फिनिटी लघुवित्तको खुद नाफा घटेको खबर आयो। त्यो पनि देखियो। तर अर्कोतिर IME लाइफ इन्स्योरेन्स ILI को नाफा चाहिँ बढेको छ रे। तर प्रति शेयर आम्दानी EPS-मा चाहिँ खासै वृद्धि छैन। यो कसरी भयो होला? नाफा बढ्ने तर EPS नबढ्ने। यो अलिकति चाखलाग्दो छ। ILI को नाफा बढ्नु त राम्रै हो, तर EPS खासै नबढ्नुको कारण चाहिँ सायद कम्पनीको शेयर पुँजी बढेको हुन सक्छ। पहिलेको बोनस वा हकप्रदले गर्दा? त्यस्तै केही होला। यदि नाफा बढेको भन्दा शेयर संख्या धेरै बढ्यो भने त EPS स्थिर रहन वा थोरै मात्र बढ्न सक्छ नि। यसले प्रति शेयर कति कमाइ भयो भन्ने देखाउँछ। नारुहुदो, आई सी। अनि इन्फिनिटीको नाफा घट्नुले चाहिँ लघुवित्त क्षेत्रमा केही समस्या पो हो कि? संकेत त त्यस्तै गर्छ, किनभने अरू केही लघुवित्त जस्तै नेपाल माइक्रो इन्स्योरेन्स, नेरुडे मेरमिरे लघुवित्त, फर्स्ट माइक्रो फाइनान्स, यिनीहरूको पनि नाफा घटेको देखिन्छ। हो नि, तर फेरि डेप्रोस्क लघुवित्तको EPS चाहिँ बढेको छ। हो र। यसले त लघुवित्त क्षेत्रमा मतलब मिश्रित अवस्था देखायो नि त, कोही माथि कोही तल। बिल्कुल, सबै कम्पनी एउटै सेक्टरका भए पनि उनीहरूको आफ्नो व्यवस्थापन, काम गर्ने तरिका, जोखिम लिने क्षमता सब फरक हुन्छ नि। त्यसैले यी त्रैमासिक रिपोर्टहरूले कम्पनीको व्यक्तिगत कार्य सम्पादन र अवस्थाको एउटा झलक दिन्छन्। लगानीकर्ताले एउटा मात्र हेरेर हुँदैन, समग्र क्षेत्र र कम्पनी विशेषकै विश्लेषण गर्नुपर्छ। डेप्रोसको लागि त राम्रो भयो नि EPS बढ्नु। हो, फेरि हकततकै अर्को कुरा, सानिमा लाइफ इन्स्योरेन्स SNLI ले पनि मे 13 देखि हकप्रद खोल्दैछ। 1:0.27 को अनुपातमा। 1.27। यो पनि पुँजी जुटाउने नै प्रयास हो। यो चाहिँ TPC को भन्दा सानो अनुपात भयो। हो, तर यसले पनि कम्पनीलाई थप पुँजी त दिन्छ। लगानीकर्ताले यहाँ पनि त्यही हेर्ने हो, कम्पनीले यो पैसा कहाँ लगाउँदैछ, हकप्रदपछि अवस्था कस्तो हुन्छ, बजार मूल्यसँग तुलना गरेर निर्णय लिनु पर्यो। बजारका अरू सामान्य खबरमा सुन चाँदीको भावमा त उतार चढाउ छँदैछ। अनि गैर आवासीय नेपालीहरूले नागरिकता सम्बन्धी केही माग राखेको विषय पनि अलिअलि चर्चामा छ है। हो, त्यो पनि छ। सुनचाँदी जस्ता कुरा र NRN नागरिकता जस्ता नीतिगत विषयहरूले मतलब अप्रत्यक्ष रूपमा अर्थतन्त्र र लगानीकर्ताको सोचाइमा असर पार्न सक्छन्। तर तत्काल शेयर बजारमा सिधा असर गर्ने त यिनै कम्पनीका घोषणा र नतिजा नै हुन्।
हो, हाम्रो आजको मुख्य केन्द्रबिन्दु पनि त्यही रह्यो। हामीले हिमालयन रिइन्स्योरेन्सको लाभांश, तेह्रथुम पावर र सानिमा लाइफको हकप्रद योजना अनि विभिन्न कम्पनी खास गरी लघुवित्त र बीमा कम्पनीका वित्तीय नतिजाहरू हेर्यौं। यी सबैले बजार कति गतिशील छ भन्ने देखाउँछ। यी सूचनाहरू महत्त्वपूर्ण हुन्, तर फेरि पनि कुनै पनि निर्णय लिनु अघि कम्पनीको आधारभूत अवस्था व्यवस्थापन कस्तो छ, भविष्यको योजना के छ अनि समग्र बजारको ट्रेन्ड कता जाँदैछ त्यो हेर्नै पर्छ। एकदम। आजको जानकारीले सायद त्यसमा के मद्दत गर्यो होला। आशा गरौँ। बजारमा यति धेरै सूचना आउँछन् हैन, यस्तो बेलामा आफ्नो लगानीको लक्ष्य के हो, कति जोखिम लिन सकिन्छ, त्यो अनुसार कुन सूचनालाई कति महत्त्व दिने, कसरी केलाउने भन्ने कुरा चाहिँ निकै महत्त्वपूर्ण हुन्छ। यही विषयमा सोच्दै गर्नुहोला।